हेलो एभ्रिवान, वेलकम टु आवर च्यानल। म राहुल शाह। आज तपाईले म एउटा यस्तो फोनको बारेमा भन्न गइरहेको छु जुन चाहिँ सबै एरियामा ब्यालेन्स छ र एउटा आइडल मान्छेले मन पराउने फोन भन्नुहुन्छ भने यो फोनलाई भन्न सकिन्छ। त्यसको नाम छ Realme 13 Plus। अब हामी नर्मल मान्छेलाई फोनमा सबभन्दा इम्पोर्टेन्ट कुरा युज गर्ने के हो? सबभन्दा हामी पहिलो कुरा फोन किन्छौँ क्यामेराको लागि हैन। त्यसको यसको अब कुरा गरौँ क्यामेरातिर। तपाईको क्यामेरा हेर्दाखेरि चाहिँ सर्कुलर शेपमा सेटअप छ। त्यसमा चाहिँ देखाउँछ तपाईलाई तीनटा क्यामेरा देखाउँछ। तर खासमा युजमा एउटा क्यामेरा मात्र छ जुन चाहिँ तपाईको सोनीको सेन्सर छ 50 मेगापिक्सलको YLP सेन्सर भन्दा धेरै राम्रो सेन्सर हुन्छ। यसले फोटो र भिडियो चाहिँ राम्रो क्वालिटी हुन्छ हैन। त्योबाट पछाडी तपाईको सिंगल क्यामेरा सेटअप छ र एउटा फ्ल्यास लाइट गरेर सर्कुलर शेपमा योपालि Realme ल्याएको छ नयाँ डिजाइन हैन। र नयाँ डिजाइन भने के भन्नु पुरानो डिजाइनको तपाईको अलि इन्हान्स गरेर क्यामेरा चाहिँ यसको तपाईको 16 मेगापिक्सलको छ र त्यसपछि तपाईको 4K 30 fps सम्मको रेकर्डिङ सपोर्ट गर्छ र फ्रन्ट क्यामेराले रेकर्डिङ गर्नुहुन्छ भने चाहिँ 1080 मा 60 fps सम्म सपोर्ट गर्छ। र क्यामेरा तपाईको राम्रो क्वालिटीको छ किनभने Realme ले अरु कुरा ब्यालेन्स गरेर क्यामेरा चाहिँ राम्रो दिने यसपालि ट्राई गरेको छ। र यो Realme 13 Plus ले चाहिँ कस्तो फोटो लिन्छ भन्ने म तपाईलाई यहाँले स्क्रिनमा अट्याच गरिदिन्छु। अब कुरा गरौँ यो फोनको चाहिँ फिचर तर्फ। यो फोनमा के फिचर छ अनि कस्तो डिजाइन छ भने चाहिँ यो फोन चाहिँ तपाईको Realme 12 सिरिजको सक्सेसर हो हैन। तपाईको एकदम फ्ल्याट शेपमा छ। Realme 12 चाहिँ तपाईको अलिकति कर्भ डिजाइनमा थियो, यो चाहिँ अलि फ्ल्याट डिजाइनमा छ। जो तपाईको एजी एकदम एज फिल हुन्छ नि तपाईले। यसको डिजाइन चाहिँ तपाईको फ्ल्याट डिजाइन छ र ब्याक साइडमा तपाईको अलिकति टेक्सचर जस्तै के कुरो नयाँ फेदरको टेक्सचर जस्तै यसमा एड गरेको छ हैन। अनि क्यामेरा त भन्दिहाल तपाईको सर्कुलर डिजाइन छ। अर्को इम्पोर्टेन्ट फिचर चाहिँ ड्युअल स्टिरियो स्पिकर छ। निकै दुईटा स्पिकर छ, दुईटा साइडबाट तपाईले इमर्सिभ साउन्ड आउँछ। दुई साइड फोन समाउँदाखेरि मल्टिमिडिया कन्ज्युम गर्दाखेरि झन् राम्रो एक्सपिरियन्स छ। नयाँ यसमा चाहिँ तपाईको इम्पोर्टेन्ट गरेको के छ भने चाहिँ 3.5 mm ज्याक हटाएको छैन। अब हामीले कतिजनाले सबसँग त एयरबड छैन नि त, अब इयरफोन युज गर्नलाई चाहिँ कुनै बेला त हरेक फोनमा चाहिँ हटाइदिन्छ, प्रायः फोनमा चाहिँ हटाइदिन्छ। यो फोनमा चाहिँ के छ भने चाहिँ तपाईको 3.5 mm ज्याक पनि राखिदिएकै छ। यसको फिचर कुरा गर्नुहुन्छ भने टाइप सी छ हैन, टाइप सी चार्जिङको लागि छ। अनि प्लसमा तपाईको चाहिँ एमोलेड छ, 120 हर्ट्ज सपोर्ट गरिरहेको छ। हामी नेपालीले अब तपाईको क्यामेरा अनि फिचरहरु थाहा पाइसकेपछि अरु मेन इम्पोर्टेन्ट कुरा चाहिँ के हुन्छ र यो फोनले कतिको परफर्मेन्स दिन्छ मतलब कि तपाईको फोन चलाउँदै ल्याग गर्छ गर्दैन। अब अलि कुनै हेरिरहेको छु ल्याग हानिरहेछ, अर्को फाइल खोल्यो यो ल्याग हानिरहेछ, त्यसो मजा आउँदैन। र त्यसको कुरा अब यसको परफर्मेन्स चाहिँ एउटा नेक्स्ट लेभलको छ किन तपाईँको लागि तपाईको Dimensity 7300 प्रोसेसर हालेको छ एनर्जी चिपसेटको साथमा, जुन चाहिँ तपाईको 4nm को प्रोसेसर छ। एकदम स्मुथ र एकदम ल्याग फ्री यो फोन फास्ट परफर्म गर्नुको कारण चाहिँ यसमा UFS 3.1 छ। अब UFS 3.1 भनेको चाहिँ के हो भने चाहिँ तपाईको जति UFS 3.1 भनेको स्टोरेजको तपाईको भर्जन हो। जति धेरै भर्जन हुन्छ त्यति धेरै फास्ट परफर्म गर्छ। जस्तै रिड राइटमा मतलब कि त्यो फाइल खोल्नमा, एपहरु खोल्नमा र बन्द गर्नमा UFS ले धेरै हेल्प गर्छ। जति धेरै UFS हुन्छ यसमा 3.1 छ, निकै लेटेस्ट जस्तै छ तपाईको। त्यही भएर अरु यो यति बजेटमा तपाईको 2.2 2.5 जस्तै आउँछ। तर यो फोनमा चाहिँ 3.1 भएर तपाईको परफर्मेन्स त अझै इन्हान्स गरिदिएको छ। 80 वाटको चार्जिङ हाल्दैछ। 80 वाट भनेपछि तपाईको एकछिनमै चार्ज गरिदिनु भयो। अनि ब्याट्री पनि 5000 हाल्दैछ, जो अल डे लङ ब्याट्री लाइफको टेन्सन लिनै पर्न, ब्याट्री 3 बजे चल्ने भयो। ल अब कुरा गरौँ एक्स्ट्रातिर। यो फोनमा अरु के छ, दुईटा न्यानो सिमको स्लट छ। अब दुवै 5G सपोर्ट गर्छ। अब नेपालमा 5G त आएको छैन तर फ्युचर प्रुफ भयो जे छ। अब दुईटै 5G छ, Wi-Fi 6 छ, Bluetooth 5.4 छ। अब Wi-Fi 6 भनेको लेटेस्ट Wi-Fi कनेक्सन कनेक्टिभिटी पनि 5 फास्ट हुने भयो। Wi-Fi पनि एकदम स्मुथ चल्ने भयो। फोन चाहिँ अब तीनटा कलर भ्यारिएन्टमा आउँछ। एउटा चाहिँ तपाईको भिक्ट्री गोल्ड, स्पिड ग्रीन, पर्पल छ। जुन चाहिँ म तपाईलाई फोन चाहिँ तपाईको लिने मेन अहिले चाहिँ म तपाईलाई लिन किन भनिरहेको छु भने चाहिँ लन्च भएको थियो 22000 मा। तर अहिले हेर्नुहुन्छ भने चाहिँ भर्खर लन्च भएको 8-9 महिना भइसक्यो। तर यो फोन चाहिँ तपाईको झट्ट 15000 मा आइसक्यो। अब तपाई यदि इन्डियामा हुनुहुन्छ या फिर इन्डियाबाट कोही तपाई लिंक छ भने यो फोनलाई सस्तैमा ल्याउन सक्नुहुन्छ। यानी कि अन्डर तपाईले 25000 को अन्डर आउने भयो र 25000 को अन्डरमा यो तपाईको बेस्टै फोन छ मेरो हिसाबले। किन सब कुरा एकदम ब्यालेन्स हालिदिएको छ। स्पिकर देखि लिएर तपाईको डिस्प्ले देखि लिएर साउन्ड देखि लिएर परफर्मेन्स देखि लिएर सब कुरा धेरै एकदम मजाको छ। त्यही भएर तपाईले यो फोन मन पर्छ भने लिन सक्नुहुन्छ। भेटौँला अर्को भिडियोमा।